हेलो एभ्रिवान, गुड आफ्टरनुन। यहाँ तपाईहरुलाई आज म देखाइरहेको छु। आज मेरो लेप्चा फल्स हेर्नुको लागि टुरिस्टहरु, यो सब कलकत्ताबाट आउनु भएको टुरिस्टहरु हेर्न सक्नुहुन्छ। यिनीहरु अब लेप्चा फल्समा गएर पनि लेप्चा फल्सको दर्शन गरेर पनि फर्किनु भएको। अब यो गाडीलाई मुभ गर्दैछ। अब उहाँहरु जानुहुन्छ जोगीघाटबाट मङ्पू तिनचुले भएर बैक टू कलकत्ता। हेर्नुस्, सुंदर जगह, एकदम नेचुरल। ये रोड भी नेचुरल है। अभी तक ये एकदम 6-7 साल से एकदम नेचुरल रोड, एकदम ब्यूटीफुल रोड है। लेकिन ये एकदम ये रोड को कुछ डेवलप करना है। ये सरकार द्वारा डेवलप करना चाहिए। मैंने एकदम सब एनओसी भेजा है इसके लिए, लेकिन बहुत देरी हो रही। मैं इस सरकार को भी, जितना भी यहाँ दार्जिलिङ में जो भी लीडरशिप है, वहाँ लोग ये उनीहरु आएर यो रोडलाई त एकदम टुरिस्ट स्पोट बनिसकेको छ। यो टुरिस्ट स्पोट एकदम बनिसकेको छ। यहाँसम्म त मैले आफ्नो इन्भेस्टमेन्ट पैसाले प्राइभेट रोड खनेको हो। अब दिन आशा छ कि म आउँदो यो सरकारले यो रोडलाई पनि एकदम राम्रो गरिदिने म आशा राख्दै म यो एउटा ब्लग भिडियो बनाइरहेको छु। यो भिडियो चाहिँ अब सबैले नै फरवर्ड गरिदिने म आशा राख्दै, यो रोड चाहिँ एकदम यो मेन रोड, यहाँबाट आगे लिङ रोड ल्याएको छु मैले मेन रोडबाट, पिम्जीवाईको बाटोबाट। यो मेरो आफ्नो इन्भेस्टमेन्ट, बारीहरु पनि मेरै हो। र आज सबै टुरिस्टहरु आएर यहाँ रमाउने गर्छ, लेप्चा फल्स हेर्नु जान्छ। यहाँसम्म ल्यान्ड हुन्छ, यहाँबाट चाहिँ ट्रेकिङ 10 मिनेटको हो। यहाँ अब सरहरु आउनु भयो। सरहरु पनि आइपुग्नु भयो। हेर्नुस्, देखो यहाँ लेप्चा फल्सको मेरा टुरिस्टहरु आइपुग्नु भयो। टुरिस्ट अझै पनि आउने बाँकी छ। ये ऑरेंज है, ये एकदम सानो यसको फल लागेको छ, हेर्न सक्नुहुन्छ। यो ऑरेंज ट्री हो। यहाँ माथि पनि छ ऑरेंज ट्री, हेर्न सक्नुहुनेछ। एकदम यो एकदम सुन्दर पहाड पनि हेर्न सक्नुहुन्छ सिटोङको। यो एकदमै प्राकृतिक नेचुरल ब्यूटी है, हेर्न सक्नुहुन्छ तपाईहरुले। यो एउटा फलाइचा हो, मेरो दिदीको नाममा बस्ने बनाएको फलाइचा हो। यो जो जति पनि टुरिस्टहरु आएर यहाँ विश्राम गर्नुहुन्छ, एकदम उहाँले यो फलाइचामा पनि आएर बसेर आनन्द लिनुहुन्छ। यो एउटा राम्रो चिजको लागि यो एउटा फलाइचा बनिएको छ। र हाम्रो टुरिस्टहरु आइपुग्नु भयो फल्समा। मेरो सानो बच्चा, यो मम्मी, हेर्नुस्, यहाँ सानो छोटा कलकत्ता से सानो बच्चा लेप्चा फल्स हेर्नु आएको। यहाँ हाम्रो रङकप हो। यहाँ सब दोकानमा रेस गर्नुहुन्छ उहाँहरु। केही चाय पानी, केही बिस्कुटहरु पिएर, ठन्डा पानीहरु पिएर यहाँ आरामले बसेर जानुहुन्छ यहाँबाट। यो एकदम टुरिस्टको लागि एउटा सानो एउटा पसल दोकान पनि छ। यहाँनिर एउटा ड्राई फ्रुट, चाय, कफी एभेलेबल हुन्छ। सबै फुडहरु एभेलेबल हुनेछ यहाँनिर। अनि सबैजनालाई म यो बाटोघाटो चाहिँ यहाँ भएको अहिले जति पनि सरकारहरु आज दार्जिलिङ चलाइरहनु भएको लिडरशिपहरुलाई म रिक्वेस्ट गर्छु। यो एउटा लेप्चा फल चाहिँ आज यति भाइरल छ, तर नेताहरूले यसको लागि अलिकति पनि आएर हेरिदिएको छैन। यहाँको लिडरशिप गर्नेहरूले, दार्जिलिङको जति पनि लिडरशिपहरुलाई म रिक्वेस्ट गर्छु, अल द पार्टीहरुलाई यो टुरिस्ट स्पोटहरु चाहिँ एकदमै राम्रोसँगले आएर हेरेर यो बाटोघाटो राम्रो बनाइदिने म अनुरोध गर्छु। म एज अ लेप्चा फल ओनर। धन्यवाद।